यो पौषको महिनामा गर्ने के त भन्दा विशेष गरेर सूर्यको पूजा उपासना आराधना गर्ने। पौष महिनाभरि नुन कम्ती खाने, तेल कम प्रयोग गर्ने, घिउ मिठा चिज खाने, मिठा चिजमा पनि चिनीको प्रयोग नगर्ने, बहुत कम प्रयोग गर्ने, सकेसम्म गुण सक्खर पाइन्छ, यसले एकदमै लाभदायी रहनेछ। र विशेष गरेर सूर्यको पूजा उपासना आराधना नगर्नेहरूले पनि सूर्यलाई अर्घ्य प्रदान गर्नाले आँखाको ज्योति, आँखामा तेज, आँखाको रोशनी बढ्नेछ। बिहान स्नान गरेर पवित्र भएर सूर्यनारायणलाई जल प्रदान गर्नाले, सूर्यलाई जल दिँदाखेरि तामाको लोटामा जल भर्ने, त्यस पछाडि रातो फुल, रक्तचन्दन अथवा रोली, कुमकुम, अबिर जे पाइन्छ त्यहाँ हालिदिने, अक्षता चामलहरू हाल्ने, तिलजो जे पाइन्छ, दुबो जे पाइन्छ त्यो हालेर भुवन भास्कर भगवान सूर्यनारायणलाई पूर्वतिर ओम घृणी सूर्याय नमः अथवा ओम आदित्याय नमः भनेर सूर्यलाई अर्घ्य दिने। अन्य मन्त्रहरू छन् भने पनि प्रयोग गर्ने। यो महिनाभरि आदित्य हृदय स्तोत्रको पाठ गर्नाले बिल्कुलै राम्रो हुनेछ। स्वास्थ्य, समृद्धि, आरोग्यता प्रदान हुन्छ। यहाँहरूलाई आदित्य हृदय स्तोत्र आउँदैन भने हामी युट्युब च्यानलमा 1 गतेका दिनबाट हाम्रो मन्त्रसँग युट्युब च्यानलमा अपलोड हुनेछ आदित्य हृदय स्तोत्र।